हेलो नमस्ते सेवारो अनि स्वर्णे मेरो सम्पूर्ण फलोवर्सहरुलाई हैन आज चाहिँ हामी जाँदैछु ग्यामन ब्रिज अन्त तपाईको अम्बटे हेर्नुस् यहाँदेखिको अम्बटेको ग्राउन्ड त्यहाँदेखिको यो चाहिँ हो तपाईको कर्सियङ बजार यहाँदेखि यसो देखिन्छ अन्त अब हामी चाहिँ अब एकैचोटी गएर ग्यामन ब्रिज देखिको चाहिँ म भिडियो बनाउँछु बाइ बाइ फाइनली साथीहरु हामी चाहिँ ग्यामन ब्रिज आइपुगे ग्यामन ब्रिज आइपुगे हामी हेर्नुस् अघि एकछिन त अबि डरले झर्दै मरे यस्तो जंगल भएको रहेछ कि बाटो बाफरे एनिमल्सको डरले झर्दै मरे एकछिन पानी पनि पर्यो हो हेर्नुस् यहाँदेखिको खोला कस्तो बढेको रहेछ खोला पुरा बढेको रहेछ जाँदैन खोलाभित्र हस् है म चाहिँ हिँडेर आउँदैछ किन बाटो चाहिँ साह्रै रफ छ यार हामी चाहिँ अब खोलापट्टि अलिक छेउमा गएको खोलापट्टि त होइन छेउमा यस्तो छ है रफ बाटो त्यहाँ एउटा पार्क देख्यो हामी ब्रिजदेखि त्यहीँ गएको हामी कमल चाहिँ यहाँ बसिरहेको छ हेर्नुहोस् यहाँ हेर्नुहोस् गरम भइसक्यो हुनु चाहिँ यहाँ पुरा गरम छ है सिलिगुडी जस्तै है आमा बहुत गरम छ यहाँदेखि चाहिँ हेर्नुहोस् नजारा हाम्रो ग्यामन ब्रिजको यस्तो छ है नजारा घाम लागेको छ टर्किएको हैन खोला यहाँ छेउमै छ जुम देखाउँछु अब चाहिँ साथीहरु हामी यो पार्कदेखि चाहिँ निस्किनवाला छु हैन साह्रै गरम भयो अन्त बाटो चाहिँ पुरा रफ रहेछ तपाईहरु चाहिँ अहिले नआउनुहोस् बर्खामा खास गरेर हैन जंगलको रहेछ बाटो रफ पनि रहेछ अन्त कस्तो लाग्यो हाम्रो यो भिडियो र यहाँको सिन भनिदिनु होला हेलो सबैजना साथीहरु हैन अब चाहिँ हामी निस्किँदैछौँ यहाँबाट यहाँ चाहिँ एकदमै गरम रहेछ म त सक्दिन गरम हो त्यही भएर चाहिँ फर्किँदैछु यहाँबाट ओके देन सी इन द नेक्स्ट भिडियो बाइ बाइ